हामी जाउ खोला हिँड्यौँ सारपरीको स्कुलमा आइयो चलाइयो म सानो बालकपनमा खेलेको पढेको स्कुल सारपोखरीको स्कुल हो यो म पढेको स्कुल हो सारपोखरीको स्कुल म पढ्दाखेरि यति भवन मात्रै थियो यति थियो देखिएन अहिले यो भवन यति थोपियो यो भवन छुट्टै थोपिएछ नयाँ भवन रहेछ ओ यहाँनिर अफिस थियो यहाँ पढ्थ्यौँ हामीले यतात्यता दाइहरू त्यता पुग्नुभयो हामी जौखोलाको पुल हेर्न भएर हिँड्दैछौँ ठुलो रुख थियो यहाँ खेल्थ्यौँ जमादीको गाउँ हो त पहाडीको गाउँ हो जमादीको नेटाइ पोखरी त्यस्तो भएछ ती हामी यहाँ भारी लिएर बिसाएर बस्थ्यौँ त्यहाँको भोगटे थियो खान्थ्यौँ हामी पढेको स्कुल हो 5 कक्षासम्मको हामी त कति वर्षमा भेट भइयो त्यही पराछ फुलबारीमा भेट भयो बिहा भएदेखि त्यहाँ बल्ल मेरो बिहा भयो त्यतिखेर भयो न त्यसपछि बल्ल त्यही त नि हो कति लडिन्थ्यो अन्त त्यही त के गर्ने काला पर जाने कि मलाई हाम्रो त्यहाँ पक्दैछ यता दाई दिदीहरू बस्दै हुनुहुन्छ कमला यता हेर्नु त्यहाँ दिदी हुनुहुन्छ त्यहाँ दाई हुनुहुन्छ यहाँ ठुलो दाई हुनुहुन्छ साइल दिदी माइल दिदी म यो घरकी कान्छी छोरी हुँ म पनि छु साइल दिदी काइल दिदी हुनुहुन्छ यता यता बुढी आमा उहाँ भाइ छन् भाइ यता हेर भाइ ए भाइ यहाँ छन् आमा यहाँ हुनुहुन्छ त्यहाँ खाना बनाछौँ जेठी दिदीले खाना पकाउन लाउन ओ मम्माले त्यसो गर्छिन् ती खुसी भइसिन् मम्मा फेरि हो सबै पितृ हाम्रो बाबाले पनि आशीर्वाद दिनुभयो हामी आएर यसो गरेको देख्नुभयो चौठी हामीले पुरानो बत्ती बालेको यसमा बत्ती बालेर पढ्थ्यौँ यो चौठी हो यो ठेकी हो सानो घिउ राख्ने सानो ठेकी हो यो चौठीहरू बेसा राख्ने चौठी यो बेसा राख्ने चौठी हो यता कान्छी आमा हुनुहुन्छ यता बुढा मास्टर साइली आमा भाउजू हुनुहुन्छ दिदीहरू हाम्रो पुरानो घरमा म माइती घर
कला देखाइजाऊ त फेरि कला हैन के त्यहाँ भिडियो गरेको त्यो देखाउनलाई के सबैलाई त्यहाँ पकाएर खायौँ पनि पुग्छ आउँछ मात्रै तेल झिक्नी चौठी गोठ हो यो हर्दी राख्दैन हर्दी नराखेको बेटा नि यस्ता अब के हल्दी राख्ने हो चुक राख्ने चुक राख्ने हो यो हो त तैँले चुक पनि घिउ राख्ने चुक यहाँ चुक उडेर कस्तो छ चुक राख्ने छ ढेब्री बत्ती यसैमा बालेर पानस बत्ती भन त ढेब्री बत्ती यो बेसार हो भब्बु छन् बोकेर लान नसकिने भयो क्यार्नी लान नसकिने भयो फलाट्याएर गाडी कुरेको गाडी पाइया छैनन्